हेलो एभ्रिवान नमस्ते र फेरि पनि मेरो च्यानलमा तपाईँहरूलाई स्वागत छ। आशा गर्छु तपाईँहरू सबैजना राम्रै हुनुहुन्छ होला र टाइटल देखेर तपाईँहरूले पनि सोच्नुहुँदै होला दसैँको ब्लग चाहिँ के खानु हालेको होला यति बेला भन्नुहुँदै होला होइन। तर मेरो फोनको अलिकति स्टोरेज प्रब्लम भएर चाहिँ मैले अपलोड गर्नै सकेको थिइनँ हो, त्यही भएर चाहिँ अहिले गर्दैछु। मेमोरिज हो मेन त होइन, फर्स्ट टाइम म अब त्यहाँ धरानको हजुरबाहरूसँग भेट गरेको, अनि त्यही भएर चाहिँ मेमोरिजको लागि चाहिँ अपलोड गर्दैछु युट्युबमा, ताकि हमेसा हुन्छ भनेर होइन। म चाहिँ गाडीमा बसिरहेको छु, अतर्को ड्याडीले चाहिँ उसलाई बाहिर घुमाउनु हुँदैछ होइन। अन्त मलाई मोमोहरू ल्याइदिनु भएको थियो बाटोमा खानु भनेर। आधी घन्टा जस्तो भइसक्यो बस्दा बस्दा हो, मान्छे नै नभरिएर। त्यही माथि पानीले गर्दाखेरि पुल बिग्रेर चाहिँ अर्कै बाटो लान्छ भनेर चाहिँ यही मात्रै लास्ट गाडी थियो। पर्खिँदा 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 बल्ल 1.5 घन्टा बाद चाहिँ गाडी हिँड्यो होइन। अब अगाडि चाहिँ अब भिडियोमा तपाईँहरू हेर्नु होला, इन्जोय गर्नु होला। 2-3 घन्टा लाग्छ नि। पापा भन्न सिकाउनु भएन, ड्याडी नै भन्ने। म ड्याडीलाई ड्याडी भन्छु कि त्यही सिकेर उसले। तिमीलाई फोटो खिचेको भिडियो गरेको हाम्रो आफ्नै आवाज आउँछ होला। लो टिकी 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 सानोको टिकी। आहा हजुरआमाको हातको लगाउनु पाए। ए आफूले बोला लु भाइ आमे जिउवाकै गरेको हजुरहरूलाई जिउवा गरौँ न हजुरहरूलाई, उसलाई जिउवा गरौँ भनेको नि। ए ल ल लु दुईजनाले पो लगायो। गुड मर्निङ एभ्रिवान। सो आज चाहिँ नेक्स्ट डे, अथर पनि सुतिरहेको छ मजासँगले होइन। र हामी हिजो 7 बजीतिर आइपुगेको थियौँ, पानी पुरा परेको। घर पुग्दा त हामी भिजिसकेको थियौँ होइन। र बाटोहरू पनि पानीले गर्दाखेरि कतिवटा पुलहरू पनि भत्किएको थियो अरे, र सर्टकट बाटो ल्याउनुको चक्करमा जाम यति धेरै थियो जाम। र पनि अब राम्रोसँगले घर आइपुग्यौँ। र तपाईँहरू यहाँको भ्यू देख्नु सक्नुहुन्छ। आज मौसम यस्तो राम्रो भएको छ, चिसो चिसो है, पानी परेकोले गर्दाखेरि। र आज अब एकछिनमा हामी यहाँ धरानको लागि पनि निस्किने, र तपाईँहरूले यहाँको भ्यू देखाइदिइहालेको नि। र यहाँ पनि अझै घर पछाडि अझै एउटा घर छ, त्यो चाहिँ माया काकाहरूको घर हो होइन। र उहाँहरूसँग चाहिँ भेट गर्नु पाएन, किनकि उहाँहरू पनि ससुराली जानुभएको थियो, त्यही भएर। के भन्छ, कस्तो लाग्यो तपाईँलाई भनेको हौ हामी आयौँ भेट्नु भनेर हौ? राम्रो लाग्यो? राम्रो लागेन त। उहाँदेखि आयो बेचाराहरू। ए बाँदरका को आउँछन् होला कि भन्दै भन्दै उकालेको। हामी चाहिँ अब लागि बिदाबारी लिएर तल्केर केही देखिएन। अब 9 साढे 9 परेर एउटा त बनाएको जस्तो लाग्यो। आइपुग्यौँ त्यो घर, निलो छाना भएको।
काटिँदैन टिप सिप खर्च गर्छ केही पर्दैन के हो हो त मामालेबाट सिधै हो मलाई ट्याक्कै आइपुगेछ नि धेरै धेरै धन्यवाद छ भगवान्ले तर अब भगवान्ले बुझाइदिएछु बिहाबलेको आशीर्वाद कति मलाई लागिरहेछ जन्मेर सबैको प्रगति राम्रो छ अझै प्रगति हेर्न पाउनु एकदम खेल त हो राम्रो नानी मिलाएर लगाइदेऊ न अलिकति सबैको सट्टा सबैभन्दा ठुलो मान्छे ठुलो मान्छे भन्नुपर्ने ठुलो छोरालाई दादा भाइ दादा दादा नाम सकिन्छ है एकछिन मात्रै होला मान्ने पैसा हो पैसा दिल्लीमा कत्रो धेरै चल्छ है धेरै वर्षमा मिलाइदियो अब यहाँ टिकी लाउनेहरू पनि यसो गर्दैछ ओके ये सब आदमी मूर्ति गिराइदिनु पलाती पता हाम्रो त पलाती पलाती कति भाग्य भइसक्यो टिकी टिकी stay there, I'm taking video. Full. मिठाई खानु मिठाई खानु पर्छ मिठाई हामी चाहिँ अहिले कान्छा हजुरबाको घरमा आएको छौँ होइन अब अँध्यारो पनि हुनु आँटिसक्यो एकदमै खुसी लागिरहेको छ सबैजनासँग भेटेर होइन फर्स्टपालि दसैँमा पनि आएको थिएँ तर चाहिँ त्यस्तो भेट्नु पाइनँ सो फाइनली अब चाहिँ टिका लगाउन आँटेको हजुरआमाले टिका लगाइदिनु आँट्नु भएको छ हामीलाई हजुरबाले सो यहाँ रेडी हुनुहुन्छ
ए यहाँ हुनुहुन्छ हजुरआमा भान्जा अथर्वलाई अब के गर्नु उपाय छैन जय गाउँ जय गाउँ जय गाउँ आज मैले पनि आजै भेट भएको तपाईँहरूसँग हिजो उहाँ पहिला तररमा आएको कता ए किनेर बसिरहेछन् अरे ए भनेर भन्दै थियो एउटा त बाजा बजाइदिँदैछ अरे क्या ए के बजाएको अता बुहारीहरू बाबु कहीँ कहीँ भेट्यौ भने बोल्नु म त देख्दिनँ आँखा लाग्दिनँ हो त हजुरआमा मेरो बाबु पाप लाग्छ होला लो टिकी 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 आहा टिकी 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 टिका 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 खोइ कता लिनुहुन्छ बाटो बिग्रिरहेछ हिले जाने पार गरेकै छैन पक्का पैसा दिनुपर्छ ए पहिला पर्खा पर्खा हतार उसलाई मेरो नाति पलातीलाई दिन्छ सेवा गरेर हुनु ठुलो आउँछु लगाइदिन्छन् त्यति लाउनु हो त ए अनै गरेको ओ कान्छो हतार लगा टिकी हतार डान्सी 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 कान्छी डान्सी डान्सी पैसा पनि दिन्छु तर पैसा चाहिँ कता लाग्छ मैले ऊ चाहिँ हो मेरो भान्जा उसले हामीलाई अब धरान घुमाउनु आँटेको छ है यहाँ हुनुहुन्छ कहाँ लाने अरे घन्टा घर लानु आँटेको छ है यो चाहिँ हो यहाँ चाहिँ छ घन्टाघर तर अहिले चाहिँ राम्रो देखिएको छैन यो चाहिँ मेरो बजार एकछिन यो चाहिँ भानुचोक भानुभक्त आचार्य आचार्य है यहाँ जहिले सस दिवस मनाउनुहुन्छ के ए हो जो मान्छे मरेको माथि चढ्ने अस्मिता सो भान्जालाई पनि भ्लग चाहिँ गर्नु मनपर्छ अरे कि अन्त गरिरहेको थियो नि त म गर्छु भन्दै थिएँ होइन अन्त लु गर्नु भनिकन दिएको छु हेर्नु होला इन्जोय गरिदिनु होला अब हामीहरू एन्ट्रेन्स छिर्नुपर्छ यहाँ माइजू भाइहरू छन् मामा एकदम मेहनत गर्नु पर्छ गाइस लाइक अनि सब्सक्राइब गरिदिनु होला होइन म चाहिँ कति ताल आइसकेँ यी गाइस तलबाट यस्तो देखिन्छ पुरा हामीहरू हिँड्दैछौँ 7 वर्षको मेरो त भान्जाले के भन्नु चाहनुहुन्छ सो राइट नाउ वी आर इन घन्टाघर बुढा सुब्बा मन्दिर पहिला यस्तो रहेछ हो अहिले चाहिँ हामी बल्ल यस्तो सिँढी चढ्दै चढ्दा माथि आइपुगेको होइन एकदमै खुसी लागिरहेछ भ्यू देखेर एकदम राम्रो लाग्यो बजारहरू पनि थुप्रो रहेछ हो दामी धरान एकदम दामी छ भनेर चाहिँ सुनेको थिएँ आज चाहिँ मैले देखेँ तर काठमाडौँमा चाहिँ यति धेरै राम्रो छैन नि किन हौ मेरो भान्जालाई के भन्नु छ लु ल गाइस अरू के भन्नु थ्याङ्क यू फर सेयरिङ एन्ड सब्सक्राइब गर्नु होला लाइक गर्नु होला थ्याङ्क यू फर वाचिङ दिस भिडियो
पिस एन्ड स्पिड बाई एकदमै खुसी लाग्यो सबैजनासँग भेटेर होइन। भोलि चाहिँ अब काका जाई हुन्छ होला। पर्सि त हामी बिरतमा फर्किनेछौँ। अन्त अगाडिको चाहिँ म क्लिप्सहरू हाल्नेछु, तपाईँहरू हेर्नु होला। फेरि यस्तो छ नि जाँदा हुँदैन त्यही गर्छ हौ। यता हेर न, खै भान्जा चाहिँ छोक्यो त। ए यहाँ तल मन्दिर पनि छ। कस्तो राम्रो। जो हामी धरन चाहिँ आइपुगेको थिएँ बिहान कति 9 बजीतिर आइपुगेको थिएँ हो। आउने बित्तिकै मामाले टिकाहरू लगाइदिनु भयो त्यो। अन्त 6 बज्यो अहिले टिकाहरू लगाइसकेर जति पनि टिका लगाउने ठाउँहरू हजुरबाहरूकोमा हामी सबै लगाइसकेर चाहिँ अब लास्ट चाहिँ घन्टाघरमा आएको हो। अनि भिडियोमा हाल्नेछु, तपाईँहरू हेर्नु होला, इन्जोय गर्नु होला। भिडियो मन पऱ्यो भने लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। पिस एन्ड स्पिड बाई बाई बाई, गुड नाइट।